हेलो गाइस, सेवारो अनि नमस्कार। जता हेरे पनि पुलमै रमाइलो भन्दै आज चाहिँ हामी लाग्यौँ हैन पूर्वको एकमात्र लामो झुलुङ्गे पुल र नेपालको तेस्रो झुलुङ्गे पुल बुद्ध शान्तिमा अवस्थित छ। उक्त झुलुङ्गे पुल अवलोकन गर्नको लागि चाहिँ हामी निस्किसकेका छौँ। कृपया मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला र पुरानो हुनुहुन्छ भने पनि लाइक कमेन्ट सेयर गरिदिनु होला। अब भने हामी उक्त भाइरल झुलुङ्गे पुलतर्फ लागिरहेका छौँ। यो चाहिँ कन्काई रोड हो बितामोडको र हामी चाहिँ अब मेची राजमार्गमा निस्किँदैछौँ। गाइस जिब्रो पल्टिँदैन यस्तै हो हैन। यो चाहिँ मेची राजमार्ग हो र मेची राजमार्ग हुँदै हामी आज भने बुद्ध शान्तिमा अवस्थित झुलुङ्गे पुलमा पुग्नेछौँ। यो चाहिँ बिर्तामोडको रोड हो। अहिले चाहिँ यहाँ एसियन हाइवे बन्ने क्रममा छ र यसले गर्दा चाहिँ धेरै ठुलो धुवा अग्रम बग्रम सबै कुरो छ गाइस हैन। तपाईहरु पनि झुलुङ्गे पुल जानुभएको छ कि छैन, जानुभएको छ भने कस्तो लाग्यो कृपया भनिदिनु होला। बाटोमा चाहिँ यसरी भैँसीहरू पनि कुदिरहेको छ है गाइस। अनि हामी चाहिँ अहिले झुलुङ्गे पुलको अब बुधबारे कटिसकेका छौँ। यो हरियाली मनोरञ्जन दृश्य देखाउँदै तपाईलाई झुलुङ्गे पुलतर्फ नै लग्दैछु है गाइस। अनि यहाँबाट चाहिँ हामी करिब बिर्तामोडदेखि 30 मिनेटको 30 देखि 35 मिनेटमा चाहिँ झुलुङ्गे पुल पुगेका थियौँ। हेर्नुहोस् गाइस, यस्तो छ झुलुङ्गे पुल छिर्ने बाटो चाहिँ यहाँबाट छिर्नुपर्छ। सट्ट हरियाली पहाड एकदम भूगोल नै राम्रो र नेपालमा विकास भएको छैन भन्छ नि हो। यो पनि हेर्नुपर्छ, विकास भनेको जस्तो विकास भएन होला तर केही चाहिँ भएको छ है गाइस छैन। जसले गरे पनि योलाई चाहिँ एकदम धेरै धन्यवाद। यो पुल बनाइदिनु हुने सम्पूर्ण क्षेत्रका यो परियोजनाको लागि चाहिँ खट्नुहुने सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद छ। यति राम्रो पुल वाउ देख्नुभयो। हाम्रो नेपालमा पनि यस्तो भ्यूजहरू छन् जहाँ चाहिँ हामीले अवलोकन गर्न छुटाइरहेका हुन्छौँ। गोबर किन निकाल्नु भएको? किनभने टाउकोमै लाएर भिडियो गर्दा हिँड्नु न। मेरो चाहिँ खिच्न गर्न तिरो देखियो न, मेरोमा स्टोरेज चाहिँ छैन भन्छ। हेलो गाइज, अहिले चाहिँ हामी भाइरल पुलमा आइपुगेका छौँ। मेरो यता चाहिँ भाइ यता पारि जाउँ पारि जाउँ। तिनजना तिमी डोको जत्रो पस्नुपर्छ। बाटै बार लाग्यो यस्तो छ गाइस। यो कर्णाली कि कुन ठाउँ पनि छ नि यस्तै। त्यो र यो चाहिँ कुन गतिलो हो? यो त कति स्थानको निकै छ। सबैभन्दा लामो पुल पो यो 400 खै कति छ अरे क्या। चौथो कि कति नम्बरमा पर्छ क्या? 800 खै कति। सबैभन्दा लामो त कर्णालीमा छ नि। कर्णाली कि कालीगण्डक त्यो पो हल्लिँदो रहेछ है। हल्लिनु त होइन, हल्लिन्छ नि ऊपर बिचमा चाहिँ हल्लि। खाली लाग्छ कि लाग्दैन? लाग्दैन। तँलाई लाग्छ? मलाई पिङ भने चाहिँ डर लाग्छ। यस्तो पुलमा त डर लाग्नु बन्जिङै हानिन्छ जस्तो लाग्छ नि लाग्नु त। खिप्ती तल हेरेर चिन्नु हिँड्नु सक्दैनस्? खाली लाग्दो छ नि तल यो चाबी चाहिँ बोक्छ खोजीमा हाल्छ झर्छ फेरि त्यहाँबाट झऱ्यो भने त त्यहाँबाट खोज्यो भने त नखोज्दा पनि भइगयो। तल कहाँ रोड छ अरे तल जाने।
माथि हुँदा पनि बाइक कुदाउँदैछ अन्त हामी त्यहाँ आउँदैछ तपाईँहरू एक दुईवटा फोटो हाल्नु पेन बाइक फोटो हाल्नु नेपालमा चाहिँ गाइज केटी चाहिँ सकिएछ सबै नानी गानाहरू नानी डोर्याउँदै मात्रै आउँछ है गाइज यदि तपाईँ बिर्तामोड आसपास हुनुहुन्छ भने चाहिँ अवश्य पनि तपाईँले 30देखि 35 मिनटभित्रमा यो दृश्य देख्न पाउनुहुनेछ पहाड जस्तो तराई र पहाडको सङ्गम स्थलमा चाहिँ यस्तो दामी झुलुङ्गे पुल छ होइन गाइज र गाइज तपाईँहरू अवश्य पनि जानुभएको होला र जानुहुन्छ भने पनि एकदम नजिकै छ बिर्तामोडदेखि चाहिँ र नेपालकै तेस्रो लामो झुलुङ्गे पुलहरू अरे झुलुङ्गे पुलसँग डर लाग्छ भने चाहिँ पक्कै पनि तपाईँलाई एकचोटि महसुस हुनेछ डरको महसुस हुनेछ गाली लाग्नेछ तर रमाइलो छ गाइज एकैचोटि घोडा जस्तो केही गरेर घोडाले भारी बोकेको जस्तो यार गाइज पुल त गाइज थुतुना ठाडो पारेर होइन यस्तो भ्लग बनाउने चाहिँ विचार थियो लाज हुन्छ गाइज क्यामेरा तेर्साउने होइन गाइज अब यो सुरु हो गाइज यस्तै हो होइन सुरुमा लाज हुने धकाउने एक त जामा लाउने अनुहार पनि कतिलो हुनु पर्दो रहेछ कि अब त्यही गाइज होइन पुल एकदम रमाइलो छ कुन चाहिँ बजिया फेरि आएर हाम फाल्छ र यो पनि बन्द लगाइदिन्छ होला हौ गाइज नेपालमा भर हुँदैन भाइरल हुनुको लागि अनेक गर्छ भाइ यस्तो यहाँनिर ए क्यामेरा भनौँ क्यामेरा होइन हौ गोप्रो धरानको डाक्टर छ नि पिकअप भाइरल धरानको डाक्टर छ नि त्यसले यसरी बनाउँछ क्या के ताम्राकार होइन अहिले भन न उहाँले मिलाइसक्नुभयो लाग्यो झुलुङ्गे पुलबाट चाहिँ हामीहरू बिदा भइसकेका छौँ बिर्तामोडतिर यो चाहिँ गाइज बुद्ध शान्ति हो मेची राजमार्ग बिर्तामोड लाग्ने बाटो यस्तो दामी छ गाइज होइन हरियाली भर्खर पानी परेर पनि होला अत्यन्तै हरियाली शीतल होइन झापाको यो गर्मीमा यस्तो चिसो हावा खानुको लागि चाहिँ हामी आधी घन्टा जति उकालो कुदाइयो भने चाहिँ एकदम चिसो हावा खानु पाउनेछौँ हामी बिर्तामोडवासीलाई त्यति चाहिँ फाइदा छ अघि मैले समाज
चाहिँ बुधबारेमा रहेको लकडाउनको भाइरल फुल है गाइज। अहिले चाहिँ बिजोग छ यार, भाइरल फुलको पनि शिरीषको फुलको पनि मान्छे छैन गाइज। कुदाउनु अलिकति ब्याज पछाडि